आफ्नै घरको भिडियो आइरहेको छ हौ आज चाहिँ हैन म चाहिँ शब्दको पाको दाउरा बोक्न आएको छु हैन म चाहिँ आज चाहिँ चिया खाएर सुरुवात हो काम गर्नु हैन यहाँ हाम्रो शब्द उपाको खेत लाग्नै छ चिया खाएर चाहिँ अब चट्ट हामी चाहिँ काममा जान लागेको यहाँनिर त्यो छ हैन आजको साउ चिया गाड्दैछ होइन हामी चाहिँ चिया खाएर चाहिँ अब काम गर्न अब दाउरा बोक्नु पर्ने आज घाम लागिरहेछ खाइन्छ आफ्नो आफ्नो तरिकाले दिइरहेको छ उनीहरू एकछिनबाट चाहिँ डोको बोक्ने अहिले चाहिँ ठुल्ठुलो गफ हान्दैछ कि एकछिनबाट बोक्ने भनेको डोकै हो हाम्रो टकमान दाजु पनि हुन्छ आजको टिममा चाहिँ शिव सहितमा जुटिलु हजुर शब्दकोपा अनि अमृता नाना हामी चाहिँ आज चाहिँ भक्कु काम गर्नुपर्ने टिम है अनि त्यो पानी हुन्छ त नि कसलाई हान्छ आजको साउकोपा होइन अनि यता चाहिँ सबै हामी चाहिँ हेल्पर है आजको म लगाएको हाम्रो नाना दिलु हजुर उतामा चाहिँ शिव हाम्रो टकमा चाहिँ आज हाम्रो शब्द साउको हेल्पर आज लागि काममा जाऊँ काममा अब हामी चाहिँ काममा लाग्यो होइन अब आफ्नो आफ्नो यो भन्छ के भन्छ यो हतियार बोकेर अब तयारीमा सबैजना गाह्रो छ हामीलाई ल चट्ट दाउरा बोक्नलाई हिँड्यो अब हामी चाहिँ ल भिडियो त गरेको त हौ यो माइजूले नगर्नु भन्छ वो यो माइजू भन्ने नगर्नु भन्ने चाहिँ टकमान दाजु घरदै हुनुहुन्छ गुटुङटुङ ऊ त्यहाँ बुढाबुढी लप पर्दैछ उनीहरू चाहिँ प्युर लप परेकै फेरि मौसम चाहिँ एकदम शान्त छ घाम पनि लागेको छैन सच पनि भएको छैन शीतलै छ आजलाई यस भारी बोक्ने खालकै छ गाह्रो छ शब्दै ओ शब्दै हेर्नु यो चाहिँ साह्रै ठग भएको छ फेरि सानो डोको बोकिरहेको छ हो हामी चाहिँ दाउरा भएको ठाउँमा आइपुगिसक्यौँ अब भारी हाल्नुपर्ने भारी हाल्न हामी चाहिँ साथीहरू मैले चाहिँ भारी लगाइसकेँ अब अरूले हाल्दैछ यहाँ भारी हाल्दैछ